नमस्ते हजुरहरू सबैमा। आज पनि मेरो मसौरा बनाउने काम छ। मैले चाहिँ हिजो बिहानै यो दाल भिजाएकी थिएँ। दाल भिजेको छ मेरो। अनि मैले घर तरुल खनेर ल्याएँ। घर तरुललाई तासेँ, पखालेँ। यो रातो खालको घर तरुल हो। उसिनेर खाँदा चाहिँ यो मिठो हुन्छ, तर मसौरामा चाहिँ अलिक कालो कालो देखिन्छ। मसँग यही खालको थियो अनि मैले तरुललाई काटेर चाना बनाएँ। त्यस पछाडि यो चाना र दाललाई मिसाएर मैले मसौराको पिठो तयारी गरेँ। अनि यो मसौरा चाहिँ मैले पिठो बनाइसकेँ। त्यस पछाडि मैले बाहिर लगेर घाममा आँगनमा मसौरा लगाएँ। यो मङ्सिरको घाम चाहिँ खेर जान दिनु हुँदैन अरे, किनभने पुसमा जाडो हुन्छ, घाम लाग्दैनन्, हुस्से लाग्छ। माघमा पनि कहिलेकाहीँ घाम लाग्छ, नभए जाडै हुन्छ। अनि यो घाम चाहिँ खेर नगइकन सदुपयोग गरेँ। मैले घामलाई खेर नफाली सदुपयोग गर्दैछु। यो मसौरा चाहिँ अब जाडोमा मसौराको रस टक्क पकायो खायो, कस्तो मिठो हुन्छ जाडोमा। हजुरहरू पनि बनाउनु होला, खानु होला, चाहियो भने भन्नु होला। मेरो